नमस्कार सबैजनालाई। आज हामी जवाफदेहीको फ्राइडे विकली करप्सन सिरिज कन्टिन्यू गर्दैछौँ। आई थिङ्क इट्स बिन अबाउट 8-9 विक्स अहिले सोफार। जवाफदेही भनेर चाहिँ नेपालको लागि युनिफाइड करप्सन डाटाबेस हो। हामी चाहिँ नेपालका डिफ्रेन्ट डिफ्रेन्ट सरकारी संस्थाहरूबाट चाहिँ, फर इक्जाम्पल अख्तियारबाट, अदालतको वेबसाइटहरूबाट चाहिँ भ्रष्टाचारको डाटाहरू चाहिँ सेन्ट्रलाइज गरेर चाहिँ एक ठाउँमा राखेर नेपाली पब्लिकले एक्सेस गर्न सक्ने गरी चाहिँ हामीले जवाफदेही डट अर्ग वेबसाइटमा चाहिँ हाम्रो भ्रष्टाचारका मुद्दाहरू राखेका छौँ। आजको विक चाहिँ आज स्पेसल प्रेजेन्टेसन छ। आज चाहिँ हामी चाहिँ थोरै डिफ्रेन्ट मेथोडोलोजी छ। पहिला चाहिँ हामी चाहिँ अख्तियारले सुरु गरेका भ्रष्टाचारका मुद्दाहरू वेबसाइटमा देखाउँथ्यौँ भने चाहिँ आजको प्रेजेन्टेसन र आजको केस भनेको चाहिँ एनसेलको कर छलेको छ, जुन चाहिँ स्लाइटली डिफ्रेन्ट खालको छ। सो आजको प्रेजेन्टेसन चाहिँ हाम्रो केस वर्कर सम्भव कोइरालाले गर्दैछन् र म यति भनेर चाहिँ सम्भवलाई आजको प्रेजेन्टेसन सुरु गर्न हस्तान्तरण गर्दछु। थ्याङ्क यू। ओके, सो सम्पूर्णलाई नमस्कार। मेरो नाम सम्भव कोइराला। म अहिले काठमाडौँ स्कुल अफ लमा 4th इयरमा BLLB अध्ययनरत छु र अहिले जवाफदेहीमा केस वर्करको रूपमा काम गरिरहेको छु विगत 1.5 महिनादेखि। सो आज चाहिँ म यो एनसेलको कर विवादसँग सम्बन्धित मुद्दाको चाहिँ बारेमा केस प्रेजेन्टेसन गर्न गइरहेको छु। यसमा चाहिँ अदालतले 3टा मुद्दाहरूमा फैसला गरेको देखिन्छ। अदालतले गरेको 3टा मुद्दाको फैसलाहरूमा आधारित रहेर र त्यसमै सीमित रहेर म आफ्नो प्रेजेन्टेसनलाई अगाडि बढाउँछु। सो अब अगाडि बढाउनु पर्दाखेरि अब एनसेल भनेको त हामी सबैलाई थाहा छँदैछ, एउटा दूरसञ्चार सेवा प्रदायक कम्पनीको रूपमा एनसेल दर्ता भएको देखिन्छ। र यसको हिस्ट्रीको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ 2061 सालमा स्पाइस नेपाल प्राइभेट लिमिटेड भन्ने एउटा कम्पनी स्थापना भएको थियो र त्यो चाहिँ नेपालको पहिलो निजी मोबाइल कम्पनी थियो र यसले चाहिँ मेरो मोबाइल भन्ने ब्रान्डबाट चाहिँ यो सेवा प्रदायकको भूमिका निर्वाह गरिरहेको थियो। त्यसपछि 2065 सालमा एउटा टेलिया सोनेरा भन्ने स्वेडेनको कम्पनीले रेनल्ड्स होल्डिङ भन्ने अर्को एउटा अफसोर कम्पनी, उसकै सब्सिडियरी अफसोर कम्पनी मार्फत यो कम्पनीको, यो स्पाइस नेपाल प्राइभेट लिमिटेडको 80% सेयर किनेको यसमा देखिन्छ र 20% सेयर चाहिँ सुनिभेरा क्यापिटल्स भन्नेसँग रहेको देखिन्छ। यसमा यो 20% सुनिभेरा क्यापिटल्सको सेयर चाहिँ यो नेपाली लगानीको सेयर भयो। यो पनि योभन्दा अगाडि एउटा व्यक्तिसँग थियो, त्यो व्यक्तिबाट सुनिभेरा क्यापिटल्सको नाममा गएको देखिन्छ। र यो जुन रेनल्ड्स होल्डिङ भन्ने कम्पनीको नाम मैले लिएँ, यो रेनल्ड्स होल्डिङ भन्ने कम्पनी चाहिँ सेन्ट किट्स एन्ड नेभिस भन्ने एउटा क्यारिबियन टापुमा बनेको एउटा कम्पनी हुन्छ। र त्यो टापु चाहिँ के हो त भन्दाखेरि, त्यो टापु अथवा त्यो देशलाई चाहिँ ट्याक्स हेभन भनेर भनिन्छ। ट्याक्स हेभन भनेको के त भन्दाखेरि, त्यो देशमा अथवा त्यो ठाउँमा ट्याक्ससँग रिलेटेड लिगल प्रोभिजनहरू एकदम फ्लेक्सिबल हुन्छन्। त्यहाँ एकदमै थोरै करको रेटहरू लगाइन्छ, एकदम थोरै ट्याक्सहरू तिर्नुपर्छ अथवा कतिपय अवस्थामा ट्याक्स नै पनि तिर्नु पर्दैन भनिसकेपछि यो अहिले मैले सजिलोको भाषामा भन्दाखेरि एनसेल नै भन्छु। एनसेलको 80% सेयर चाहिँ रेनल्ड्स होल्डिङ भन्ने एउटा यस्तो कम्पनीसँग थियो जुन विदेशी कम्पनी हो र जुन चाहिँ यो सेन्ट किट्स एन्ड नेभिस भन्ने नेपालभन्दा बाहिर एउटा टापुमा दर्ता भएको छ, जुन टापुलाई चाहिँ ट्याक्स हेभन भनेर भनिन्छ है। त्यसपछि यो 2067मा चाहिँ यो मेरो मोबाइल भन्ने ब्रान्ड परिवर्तन भएर एनसेल भन्ने नाम दियो। त्यसपछि एनसेलले आफ्नो मार्केट ओगट्न थाल्यो र एनसेलले 50% भन्दा बढी बजार हिस्सा चाहिँ ओगटिसकेको अवस्था थियो। त्यसपछि यो 10 वर्षको 67 देखि 72 सम्मको समयमा जुन यो टेलिया सोनेरा भने मैले, यो टेलिया सोनेराले डिफ्रेन्ट अनियन स्ट्रक्चरहरू क्रिएट गरेर अरू सब्सिडियरीज कम्पनीहरू पनि उसले डिफ्रेन्ट पार्ट्स अफ द वर्ल्डमा चाहिँ उसले त्यो कम्पनीहरूको निर्माण गर्यो। जस्तै मैले यहाँ लेखेको छु, जस्तै टपमा चाहिँ यो टेलिया सोनेरा स्वेडेनको कम्पनी भयो। त्योभन्दा अतिरिक्त पनि टेलिया सोनेराले फिनल्यान्डमा होला, नेदरल्यान्डमा होला, नर्वेमा होला, नेपाल भनेर नर्वे नेपाल होल्डिङ भनेर नर्वेमा गर्दै रेनल्ड्स होल्डिङ भनेर यो सेन्ट किट्स एन्ड नेभिसमा, यसरी डिफ्रेन्ट संरचना, टपमा चाहिँ आफू रहेर त्यसपछि डिफ्रेन्ट संरचनामा अरू कम्पनीहरू क्रिएट गरिरहेको अवस्था हामीले यसमा देख्न सक्छौँ। जसले चाहिँ अलिकति कन्फ्युजन क्रिएट गर्नको लागि अथवा यो कम्पनी एक्चुअली कसले ओन गर्छ त भन्ने कुरा कन्फ्युजन क्रिएट गर्नको लागि यो बनाएको भन्ने जस्तो देखिन्छ। त्यसपछि 2072 सालको चैत्रको 29 गते हामीले हेर्छौँ भने यो टेलिया सोनेराले, जुन मैले अघि रेनल्ड्स होल्डिङ भन्ने नाम लिएको थिएँ, जोसँग एनसेलको 80% सेयर छ, त्यो रेनल्ड्स होल्डिङ भन्ने कम्पनीलाई नै मलेसियाको एक्जिएटा भन्ने कम्पनीलाई बेचिदियो। हेर्नुहोस् है, यहाँनिर उसले एनसेलको सेयर बेचेको होइन, एनसेलको जुन 80% सेयर छ त्यो बेचेको होइन, उसले रेनल्ड्स होल्डिङ भन्ने कम्पनी नै बेचिदियो क्या।
यदि उसले एनसेलको सेयर बेचेको भए चाहिँ त्यो नेपालमा भएको कारोबार जस्तो देखिन्थ्यो र एनसेलको 80% सेयर बेचेको भएर नेपालको कानुन त्यहाँनिर आकर्षित हुन्थ्यो। तर उसले यहाँनिर के गर्यो, नेपालभन्दा बाहिर ट्याक्स हेभन मानिने कन्ट्रीमा दर्ता भएको रेनल्ड्स होल्डिङ भन्ने कम्पनी चाहिँ बेचिदियो। यो भइसकेपछि के भयो त, नेपालको कानुन आकर्षित भएन। सो यो मुद्दाको चुरो कुरो चाहिँ यही हो। हामीले यो कुरा बुझ्यौँ भने धेरै कुरा यो मुद्दामा हामीले प्रष्ट हुन्छौँ है। कतिमा बेच्यो त भन्दाखेरि 1,44,00,00,000 रेनल्ड्स होल्डिङ एक्जिएटा मलेसियालाई बेच्यो। अब यहाँ बुझ्नुपर्ने कुरा के छ त भन्दाखेरि रेनल्ड्स होल्डिङको एनसेल बाहेक अरू केही पनि कारोबार छैन। ऊ हेर्दाखेरि एउटा कम्पनी हो, त्यो कम्पनीले एनसेल बाहेक अरू उसँग केहीको कारोबार पनि छैन, उसँग अरू कुनै कम्पनीको सेयर्सहरू पनि छैन भनेपछि हेर्दाखेरि रेनल्ड्स होल्डिङ भन्ने एउटा कम्पनी हो। तर भित्र रूपमा हामीले हेर्छौँ भने त्यसले एनसेललाई नै चलाइरहेको छ। त्यो एनसेल नै हो भनेर बुझ्दा पनि फरक परेन। तर नेपालको कानुन आकर्षित नहोस् भनेर एउटा अफसोर कम्पनी क्रिएट गरेको, एउटा सेल कम्पनी क्रिएट गरेको भन्ने जस्तो हामीले देख्छौँ है। कतिमा बेच्यो त भन्दाखेरि 1,44,00,00,000 बेच्यो। ठिक छ। अब यो बेचिसकेपछि यहाँनिर के भयो त भन्दाखेरि पुँजीगत लाभ कर भन्ने एउटा कन्सेप्ट छ। अब हामीले त्यो बुझ्नुपर्ने हुन्छ। पुँजीगत लाभ कर भनेको के हो त भन्दाखेरि कुनै व्यक्ति वा कम्पनीले आफ्नो सम्पत्ति आफूले किनेको मूल्यभन्दा बढी मूल्यमा बेच्यो अथवा नाफा कमाएर बेच्यो भने सरकारले त्यो नाफामा पनि ट्याक्स लगाउँछ क्या। त्यसलाई हामीले क्यापिटल गेन ट्याक्स अथवा पुँजीगत लाभ कर भनेर भन्छौँ। सो यो नेपालको कानुनले त्यो तिर्नुपर्छ भन्छ। तर यहाँ तेलिया सोनेराले त्यो पुँजीगत लाभ कर तिरेन। मेन चुरो विवाद यही नै हो, उसले क्यापिटल गेन ट्याक्स तिरेन भन्ने कुरा नै यसको मुख्य विवाद हो है। तर 2073 र 74 सालमा एनसेलले करिब 22 अर्ब रुपियाँ चाहिँ, त्यो भनेको 15%, नेपालको कानुनले 25% ट्याक्स तिर भन्छ, तर करिब 15% अफ ट्याक्स चाहिँ एनसेलले तिरिसकेको छ ल बमोजिम। कुन ल बमोजिम भन्दाखेरि आयकर ऐनको दफा 95 कले अग्रिम कर कट्टी भनेर भन्छ। त्यो अब अलिकति बुझ्नलाई गाह्रो छ, म त्यो त्यति धेरै भित्र गइन। तर जे होस्, एनसेलले करिब 22 अर्ब रुपियाँ चाहिँ एक्जिएटाले किनिसकेपछि 22 अर्ब रुपियाँ एनसेलले ट्याक्सको रूपमा नेपाल सरकारलाई बुझाएको देखिन्छ भन्नेसम्म हामीले यहाँनिर बुझ्नु पर्यो। त्यसपछि 2074मा 7 महिना 27मा यो ठुला करदाता कार्यालय भन्ने जुन कर लिने कार्यालय छ, त्यो कार्यालयले के गर्यो त भन्दाखेरि 60,71,00,00,000 रुपियाँ चाहिँ पुँजीगत लाभ कर लाग्छ, जुन उसले अघि नै नाफामा मैले ट्याक्स लगाउँछ भने नि, त्यो नाफामा चाहिँ कति ट्याक्स लगायो त भन्दाखेरि 60,71,00,00,000 ट्याक्स लगायो। र त्यो ट्याक्स कसले तिर्नुपर्छ भन्यो भन्दाखेरि तेलिया सोनेराले तिर्नुपर्छ भनेर चाहिँ ठुला करदाता कार्यालयले कुरा गर्यो। अब यहाँबाट चाहिँ रिट निवेदन दर्ता हुन आयो क्या। अब रिट निवेदन किन दर्ता हुन आयो त भन्दाखेरि यो तेलिया सोनेरा भन्ने कम्पनी स्विडेनमा बेस्ड भएको कम्पनी हो। अझ यसले बिचमा मैले अघि नै भनेको जस्तो अनियन स्ट्रक्चरहरू डिफ्रेन्ट अनियन स्ट्रक्चरहरू क्रिएट गरेको छ। यसको नेपालमा कुनै सम्पत्ति पनि छैन, व्यावसायिक अस्तित्व पनि छैन भने किन तेलिया सोनेराले कर तिर्ने? कर तिर्नुपर्ने त एनसेल र एक्जिएटाले हो। तर ठुला करदाता कार्यालयले एनसेल र एक्जिएटालाई कर नतिराइकन तेलिया सोनेरालाई कर तिराउनु भनेको चाहिँ यो एनसेललाई र एक्जिएटालाई कर तिर्नबाट रोक्ने र नेपाल सरकारलाई ठुलो रकम घाटा पुर्याउने मात्रै यिनीहरूको प्रपञ्च हो भनेर चाहिँ के गरे त भन्दाखेरि द्वारिकानाथ ढुङ्गेल लगायत सुखदेव खत्री लगायतका मान्छेहरूले चाहिँ रिट निवेदन लिएर सर्वोच्च अदालतमा जानुभयो। यो यसको ब्याकग्राउन्डसम्म मैले यहाँनिर भने है। त्यसपछि अब यो केसमा किन चाहिँ एनसेल र एक्जिएटाले तिर्नुपर्छ भन्ने क्लेम लिए त उनीहरूले भन्दाखेरि रेनल्ड्स होल्डिङ भनेको एउटा सेल कम्पनी मात्र हो, कागजी कम्पनी मात्र हो। त्यसमा कागजमा बाहेक त्यो कम्पनी एक्जिस्ट गर्दैन। तर त्यस कारणले गर्दाखेरि वास्तवमा हेर्दाखेरि हामीले रेनल्ड्स होल्डिङलाई बेचेको जस्तो देखिए पनि मैले अघि नै एक्सप्लेन गरेको जस्तो वास्तवमा बेचेको एनसेल हो नि त। र एनसेल त नेपालभित्र कारोबार भइरहेको कम्पनी हो भनिसकेपछि त नेपालभित्र कारोबार भइरहेको कम्पनी भइसकेपछि एनसेलले कर तिर्नुपर्ने हो भन्ने एउटा क्लेम लिए। अर्को क्लेम उनीहरूले के लिए त भन्दाखेरि मैले जुन अघि नै 22 अर्ब रुपियाँ 15% एनसेलले कर तिरिसकेको थियो भनेर भने, एनसेलले 15% कर तिरिसकेपछि त्यो तिर्नु भनेकै उसले एक हिसाबले मैले कर तिर्नुपर्छ भन्ने दायित्व स्वीकारेको हो। त्यही भएर 15% चाहिँ तिर्ने, अर्को 10% चाहिँ नतिर्ने, त्यो मैले तिर्ने होइन भनेर एनसेल यसबाट उम्किन मिल्दैन भन्ने अर्को क्लेम लिन्छन् भने। अब एक्जिएटाले किन तिर्ने त? एक्जिएटाले त कम्पनी किनेको त हो, रेनल्ड्स होल्डिङ किनेको त हो। एक्जिएटालेको त बिजनेसमा आफू इन्भल्भमेन्ट थिएन योभन्दा अगाडि भन्दाखेरि रिट निवेदकहरूले के भन्छन् त भन्दाखेरि एक्जिएटाले योभन्दा अगाडि इन्भल्भ नभए पनि जब एक्जिएटाले रेनल्ड्स होल्डिङलाई किन्यो, उसले किन्दाखेरि नै अगाडिको ट्याक्सहरू बाँकी छ कि छैन, ट्याक्स तिर्नुपर्ने कुराहरू सल्झिसके कि छैन भन्ने कुराहरू सबै क्लियर भएर, लिगल प्रोसिजरहरू सबै क्लियर भएर किन्नु पर्थ्यो।
र यदि उसले किनिसकेको छ भने जति पनि लायबिलिटीहरू अगाडिको कम्पनीले अगाडिको ओनरले छोडेर गएको छ, अगाडिको ओनरले कुनै लायबिलिटी छोडेर गएको छ भने त्यो ओनरले छोडेर गएको लायबिलिटी अब न्यू ओनरमा सिफ्ट हुन्छ, जसलाई प्रिन्सिपल अफ ड्यू डिलिजेन्स भनिन्छ। भनिसकेपछि त्यही भएर एन्सेल र एक्जिएटा दुवैले कर तिर्नुपर्छ भन्ने दाबी लिएर आए। उनीहरूको माग दाबी के थियो त अब भन्दाखेरि, के मागेर आए त, के गर्नुपर्छ भने त भन्दाखेरि करिब 39 अर्ब रुपियाँ तिर्न बाँकी छ। 60 अर्ब 71 करोड रुपियाँमा अझै पनि 39 अर्ब रुपियाँ लाभ कर तिर्न बाँकी छ। त्यो लाभ कर एन्सेल र एक्जिएटाले तिर्नुपर्छ। त्यो लाभ कर नतिरेसम्म एन्सेलका जति पनि नेपालमा सम्पत्तिहरू छन् त्यो सबै सम्पत्तिहरू रोक्का राख्नुपर्छ, त्यसको किनबेच हुन दिन हुँदैन। र यदि उसले कानुनले तोकेको समयभित्र यदि उसले त्यो पैसा तिर्न सकेन भने उसकै त्यही सम्पत्तिबाट चाहिँ लिलाम गरेर लिनुपर्छ भन्ने तरिकाले मागदाबी लिएर चाहिँ रिट निवेदकहरू आए। अब यसमा विपक्षीले के भने त भन्दाखेरि सरसर जाँदाखेरि ठुला करदाता कार्यालयले किन चाहिँ तेलिया सोनेरालाई कर तिर भन्यो त, किन एन्सेल र एक्जिएटालाई कर नतिर भन्यो त भन्दाखेरि जुन मैले अघि नै यहाँ एउटा फिगर देखाएको थिएँ, उसले यो सबै फिगरलाई ब्रेकडाउन गर्दै यो फिनल्यान्डलाई पनि ब्रेकडाउन गर्यो, त्यसो नेदरल्यान्डलाई पनि ब्रेकडाउन गर्यो, नर्वेकोलाई पनि ब्रेकडाउन गर्यो, र उसले अल्टिमेटली माथिपट्टि कसलाई देख्यो त भन्दाखेरि स्विडेनको कम्पनीलाई देख्यो। अल्टिमेट प्यारेन्ट कम्पनी त स्विडेन रहेछ। भनिसकेपछि त यता जति पनि सेल कम्पनीहरू क्रिएट गरेका छन्, जति पनि यहाँ देखावटीको रूपमा कम्पनीहरू क्रिएट गरेका छन्, यो सबै कम्पनीको माथिपट्टि त स्विडेन छ। त्यही भएर अल्टिमेटली त्यो कम्पनी किनेको भनेको अथवा त्यो कम्पनी बेचेको भनेको टेलिया सोनेरा स्विडेनले बेचेको हो। त्यही भएर कर पनि टेलिया सोनेरालाई नै टेलिया सोनेरालाई हामीले लगाएको हो भनेर उसले भन्यो। अनि उसले के भन्यो त भन्दाखेरि पर्मानेन्ट इस्टाब्लिसमेन्ट हो, नेपालमा दर्ता छैन, ठिक हो, टेलिया सोनेरा नेपालमा दर्ता नभए पनि यसलाई पर्मानेन्ट इस्टाब्लिसमेन्ट हो भन्नुको मतलब उसले आफ्नो थ्रुबाट त नेपालमा बिजनेस त चलाइरहेको छ नि त, उसले प्रमुख आर्थिक लाभ त लिइरहेको छ नि त नेपालबाट। त्यही भएर चाहिँ उसले तिर्नुपर्छ भनेर हामीले पुँजीगत लाभ कर निर्धारण गरेको हो। यसमा एन्सेलले 15% तिर्यो भन्दैमा टेलिया सोनेराको दायित्व समाप्त भएको भनेर हामीले भन्न मिल्दैन, यो दुईटा भिन्न कुराहरू हुन् भनेर भने उनले। अनि उनले के पनि भने त भन्दाखेरि यो चाहिँ प्रोक्सीको रूपमा ल्याएको हो, यो चाहिँ रिट निवेदकहरूले टेलिया सोनेराले कर तिर्नु नपरोस् भनेर, टेलिया सोनेराले खटाएका मान्छेहरू हुन्, टेलिया सोनेराको भेस्टेड इन्ट्रेस्ट लिएर यो रिट निवेदकहरूले यो निवेदन लिएर आएको हुन् भन्ने किसिमको पनि जिकिर विपक्षीहरूले लिएको यसमा देखिन्छ। र उनीहरूले के पनि भन्छ भन्दाखेरि यो चाहिँ सर्वोच्च अदालतको यसमा क्षेत्राधिकारै छैन, यो भनेको त कर कानुनले डिटरमाइन गर्ने कुरा हो, नेपालको डोमेस्टिक लले डिटरमाइन गर्ने कुरा हो, डोमेस्टिक जुरिस्टिक्सन लाग्छ यसमा, अदालतले हेर्ने विषय हो, यसमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न मिल्दैन पनि भनेर यिनीहरूले भनेका हुन्छन् होइन। अब यो फर्स्ट केसमा सर्वोच्च अदालतले अन्तिममा के फैसला गर्दै त सिम्पल तरिकाले बुझ्नु पर्दाखेरि भन्दा मैले अघि नै भनेको जस्तै रेनल्ड्सको देखावटी रूपमा रेनल्ड्स बेचेको भए पनि वास्तवमा बेचेको एन्सेल नै हो भनेर भनिदियो। अनि उसले के पनि भन्यो भन्दाखेरि जति पनि अरू कम्पनीहरू क्रिएट भएका छन् रेनल्ड्स होल्डिङलाई ट्याक्स हेभन कन्ट्रीमा लगेर दर्ता गराउनु भनेको चाहिँ प्रफिट सिफ्टिङ गर्ने इन्टेन्सन हो यिनीहरूको, नेपालमा कर तिर्नु नपरोस् भन्ने इन्टेन्सनले नै आएको हो यिनीहरू भनेर यहाँ अलिकति कुनियत पनि सर्वोच्च अदालतले फैसलामै त्यो कुरा मजाले व्याख्या गरिदिएको अवस्था छ होइन। त्यसपछि सर्वोच्च अदालतले के भन्छ त भन्दाखेरि डाइरेक्टली एन्सेलको 80% सेयर नबेचे पनि एन्सेलको ओनरसिप त बेचेको हो नि त, ओनरसिप त एक्जिएटालाई बेचेको हो। र हाम्रो लले के भन्छ भन्दाखेरि यदि 3 वर्षभित्र कुनै पनि कम्पनीको 50% भन्दा बढी ओनरसिप अरू कुनै कम्पनीले किन्छ भने, ओनरसिप ट्रान्सफर भइरहेको छ भने त्यसलाई कम्पनी नै बेचेको सरह मानिन्छ भनेर हाम्रो लले लेखेकै छ। त्यो लेखेको आधारमा चाहिँ सर्वोच्च अदालतले के भन्यो त भन्दाखेरि एन्सेलले नै एन्सेल नै बेचेको हो भने सर्वोच्च अदालतले अज्युम गर्यो, यो एन्सेल नै बेचेको हो भनेर भन्यो। र एन्सेल र एक्जिएटा नै रेजिडेन्ट एन्टिटी हो नि त, वास्तवमा नेपालमा बिजनेस भएको त एन्सेलको हो नि त, सेवा प्रदायक भनेको त एन्सेल हो नि त। त्यही भएर रेजिडेन्ट एन्टिटी एन्सेल भएको कारणले गर्दाखेरि यसमा एन्सेलले नै कर तिर्नुपर्छ भनेर सर्वोच्च अदालतले यसमा ठहर गरिदियो। त्यसपछि के भन्यो त भन्दाखेरि जुन मैले अघि नै भने करिब 22 अर्ब रुपियाँ एन्सेलले तिरिसकेको छ भनेर यो 21 अर्ब 54 करोड र विलम्ब शुल्क बापत 2 अर्ब 2 करोड चाहिँ बुझाइसक्यो एन्सेलले, त्यसलाई पनि तिमीहरू कन्सिडर गर। र यसलाई कन्सिडर गरेर अब फेरि ट्याक्स असेसमेन्ट गर, ट्याक्स असेसमेन्ट गरेर अब वास्तविक रूपमा तिर्न बाँकी कति कर हो त त्यो कुरा हेरेर कर तिर्नको लागि लगाइदेऊ भनेर कर तिर्नको 3 महिनाभित्र कर निर्धारण गरेर एन्सेलले कर तिर्नुपर्छ भनेर ठुला करदाता कार्यालयलाई परमादेश जारी गरेर योबाट कर लि भनेर भन्थ्यो। सो सिम्पल तरिकाले भन्दाखेरि कर एन्सेलले तिर्नुपर्छ, एन्सेल र एक्जिएटाले तिर्नुपर्छ। जुन अगाडि 22 अर्ब तिरिसकेको छ त्यो नतिरा, जति बाँकी छ त्यसलाई रिअसेसमेन्ट गरेर तिरा भनेर सर्वोच्च अदालतले यसमा फैसला गरिदियो। यो फर्स्ट केस यहाँनिर सकियो। अब सेकेन्ड केस सुरु हुन्छ। फर्स्ट केसको कन्सिक्वेन्सको रूपमा सेकेन्ड केस सुरु भयो क्या। फर्स्ट केसले जुन ठुला करदाता कार्यालयलाई ट्याक्स उठा भनेर भन्यो नि,
त्यसलाई 3 महिनाभित्र उठा भनेको छ। अब ठुला करदाता कार्यालयले 3 महिनाभित्र ट्याक्स असेसमेन्ट गरेर एन्सेललाई कति रुपियाँ तिर्नुपर्छ भनिदियो त भन्दाखेरि 39 अर्ब भन्दा बढी, एक्ज्याक्ट डिटेल मैले यहाँनिर राखिनँ, त्यो मैले आफ्नो केस स्टडीमा त्यो राखेको छु, वेबसाइटमा हेर्न सक्नुहुन्छ। 39 अर्ब भन्दा बढी रुपियाँ चाहिँ तिर्नुपर्छ भनेर करदाता कार्यालयले निर्धारण गरिदियो। यो भनेको चाहिँ फेरि अब यो चाहिँ पुँजीगत लाभ कर मात्र होइन, यहाँ चाहिँ शुल्क पनि जोडियो, दण्ड जरिवाना जोडियो, उसले ढिलो कर तिर्यो, समयमा कर तिरेन भनेर कानुनले तोकेको जरिवानाहरू पनि यहाँनिर लगायो, इन्ट्रेस्ट रेटहरू पनि यहाँनिर लगायो, जुन कुरामा एन्सेलले चित्त बुझाएन। एन्सेलले सिम्पली किन चित्त बुझाएन त भन्दाखेरि ल अनुसार सुरुमा प्रारम्भिक कर निर्धारण हुनु पर्थ्यो, अथवा लले एउटा प्रोसिजर इस्टाब्लिस गरेको छ, त्यो लले इस्टाब्लिस गरेको प्रोसिजर अनुसार चाहिँ ठुला करदाता कार्यालय अगाडि बढेन। ठुला करदाता कार्यालयले चाहिँ एकलौटी रूपमा हामीलाई सोद्धा पनि सोधेन, हामीलाई आफ्नो कुरा राख्ने मौका पनि दिएन, हामीलाई हाम्रो कागजात पेश गर्ने मौका पनि दिएन, इभन सुनवाई राइट टु हियरिङ पनि हामीलाई हुन दिएन, र एकलौटी रूपमा उसले संशोधित कर निर्धारण गर्यो। र कानुनले एकैचोटि संशोधित कर निर्धारण गर्न मिल्छ भन्दैन। कानुनले के भन्छ भन्दाखेरि सुरुमा एन्सेलसँगै विवरण माग रहेछ क्या, एन्सेलसँगै तेरो 1 वर्ष तेरो आर्थिक कारोबार कति भयो देखा, तेरो आर्थिक कारोबार अनुसार ट्याक्स लगाउने हो भनेर माग्नु पर्थ्यो। त्यो मागेन, उसले एकलौटी रूपमा कर निर्धारण गर्यो, त्यही भएर यो चाहिँ गैर कानुनी भयो, उसले गरेको यो कर निर्धारण चाहिँ खारेज गरी पाऊँ भनेर एन्सेलले यहाँनिर अर्को रिट हाल्यो। अघिल्लोको रिट एन्सेललाई हालेको थियो, अबको रिट चाहिँ एन्सेलले ठुला करदाता कार्यालयलाई यहाँनिर हाल्यो, मुद्दा हाल्यो। अब यसमा विपक्षीले के भने त भन्दाखेरि हामीले त सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जुन अगाडि हामीले टेलिया सोनेरालाई कर निर्धारण गरेको थियौँ त्यही कर एन्सेललाई कर निर्धारण गरेको हो। टेलिया सोनेरालाई निर्धारण गर्न मिल्दैन, एन्सेल र एक्जिएटालाई गर भनेर सर्वोच्च अदालतले भनिदियो। सर्वोच्च अदालतले भनेको कुरा मानेर हामीले जति कर टेलिया सोनेरालाई निर्धारण गरेको थियौँ त्यति नै कर एन्सेललाई निर्धारण गरे हो, यसमा गलत कुरा केही पनि छैन भनेर यिनीहरूले यहाँनिर क्लेम लिए होइन। र अर्को यिनीहरूले यो क्लेम, मेन क्लेम यो लिएको देखियो। अनि उनीहरूले के पनि भने त भन्दाखेरि एन्सेलले पनि हामीले कति मागेको कागजातहरू दिएनन्, उसले आफूले बुझाउनु पर्ने विवरण बुझाएन, त्यही भएर हामीले संशोधित कर निर्धारण गरेको हो भन्ने तरिकाले यसमा कानुन विपरीत काम केही पनि छैन भनेर विपक्षीले भने। मैले एउटा कुरा छुट्याएको, एन्सेलले अर्को कुरा के पनि भन्यो त भन्दाखेरि एन्सेलले के भन्यो, हामीले कर तिर्ने नै हो भने पनि सर्वोच्च अदालतले फैसला गरिसकेपछिको डेटदेखि तिर्छौँ, किनभने सर्वोच्च अदालतले फैसला गर्नुभन्दा अगाडि त हामीलाई कसले तिर्ने भन्ने नै थाहा थिएन, हामी त टेलिया सोनेराले तिर्छ होला भनेर बसेको थियौँ। भनिसकेपछि हामीलाई थाहा नै नभएको बेलाको कर दण्ड जरिवाना हामीलाई लगाउन मिल्छ र? त्यो त अभियसली मिल्दैन। हामीलाई थाहा भएको सर्वोच्च अदालतले फैसला गरिसकेपछि हो, र सर्वोच्च अदालतले फैसला गरिसकेपछिको टाइम फ्रेमको मात्र हामी कर तिर्छौँ, अरू कर तिर्दैनौँ भनेर पनि एन्सेलले क्लेम रिक्वेस्टमा देखिन्छ है। अब सर्वोच्च अदालतले के ठहर गर्यो त भन्दाखेरि जुन 39 अर्ब ठुला करदाता कार्यालयले लगाएको थियो त्यसलाई केही हदसम्म ठिक हो भन्यो, त्यसका केही अमाउन्ट लगा भन्यो, केही अमाउन्ट नलगा भन्यो। के अमाउन्ट लगा भन्यो त भन्दाखेरि जुन अघि नै एन्सेलले क्लेम गरेको थियो नि, हामीले त सर्वोच्च अदालतले फैसला गरेपछिको समयको मात्र ट्याक्स तिर्ने हो, त्योभन्दा अगाडिको ट्याक्स हामीले तिर्नु पर्दैन भन्ने सन्दर्भमा चाहिँ सर्वोच्च अदालतले के भन्यो त भन्दाखेरि त्यस्तो होइन। एक्जिएटालाई बेचेको 2072 सालमा हो, जुन डेटमा एक्जिएटालाई तैँले बेचेको छस् त्यही डेटदेखि लागू हुन्छ भन्नुको मतलब 2072 साल नै तैँले तिर्नु पर्थ्यो। तैँले 2072-73मा कम्पनी बेचेको भएपछि 72-73मै तैँले तेरो ट्याक्स सेटल गरिसक्नु पर्थ्यो, तर तैँले 2072-73मा तेरो ट्याक्स सेटल गरिनस्, त्यो तेरो गल्ती हो। त्यही भएर जति ढिलो भयो त्यो ढिलो भएकोमा कानुन बमोजिम ब्याज लगाउन मिल्छ, कानुन बमोजिम फाइनहरू पनि तिराउन मिल्छ, त्यो एकदम कानुन सम्मत छ भन्थ्यो। त्यसैले कर ब्याज र ढिलाइ शुल्क लगाउनु कानुन अनुसार सही हो भनेर सर्वोच्च अदालतले ठहर गरिदियो। तर सर्वोच्च अदालतले के चाहिँ नलगा भनिदियो त भन्दाखेरि ठुला करदाता कार्यालयले एन्सेलले झुटो विवरण दियो अथवा एन्सेलले बुझाउनु पर्ने कागजात इन्टेन्सनली कर छल्ने नियतले बुझाएन, त्यही भएर चाहिँ एन्सेललाई त्यो कुल ट्याक्समा 50% जरिवाना गरेको थियो क्या। 50% टोटल ट्याक्समा 15% फाइन लगाइदिएको थियो, पेनाल्टी लगाइदिएको थियो। तर त्यसलाई चाहिँ सर्वोच्च अदालतले जुन 15% फाइन एन्सेललाई लगाइस् त्यो चाहिँ गलत छ है भनेर भन्यो। किन गलत छ भनेर भन्यो त भन्दाखेरि यदि एन्सेलले कर छल्ने इन्टेन्सन राखेर नै त्यो उद्देश्यले नै यदि उसले तँलाई विवरण नबुझाएको भए त्यसको प्रमाण तैँले बुझाउनु पर्यो नि त। अदालतले त जहिले पनि मान्ने एभिडेन्सलाई प्रमाणलाई हो, त्यही भएर तैँले ठुला करदाता कार्यालयले प्रमाण बुझाउन सकेन, एउटा ठोस प्रमाण बुझाउन नसकेको भएर जुन यो 50% अतिरिक्त जरिवाना लगाएको छ त्यो चाहिँ गलत भयो भनेर चाहिँ सर्वोच्च अदालतले ठहर गरिदिन्छ। र यसले के भयो त अल्टिमेटली भन्दाखेरि लास्ट बुलेटमा हेर्नुहुन्छ भने अदालतको निर्णयपछि कुल कर रकम करिब 29 अर्बबाट घटेर 21 अर्बमा सीमित भयो। भन्नुको मतलब 18 अर्ब रुपियाँ चाहिँ एन्सेलले राहत पायो यो सेकेन्ड फैसलाबाट।
फर्स्ट फैसलाले फेरि कर निर्धारण गर भनेको थियो, यति उति तिर भनेको थिएन। ठुला करदाता कार्यालयले 29 अर्ब रुपियाँ तिर भन्यो, तर त्यसमा सर्वोच्च अदालतले 21 अर्ब मात्र तिरे पुग्छ भन्यो। 18 अर्ब रुपियाँ एनसेललाई राहत भयो। अब थर्ड मुद्दामा हामी जाउँ। जब उसले यो सेकेन्ड मुद्दा हाल्यो नि, सेकेन्ड मुद्दा दर्ता मात्र गरेको केही दिनमै एनसेलले चाहिँ यो मुद्दा लिएर कहाँ पनि गएको छ भन्दाखेरि इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट भन्ने एउटा ट्राइब्युनल छ। यसलाई बुझाउन अलिकति टेक्निकल कुरा छ, तर यसलाई हामीले आर्बिट्रेसन पनि भनेर भन्छौँ। यो भनेको चाहिँ जब दुईटा प्राइभेट कन्ट्र्याक्चुअल पार्टी, कन्ट्र्याक्ट गरेको पार्टीहरू बिच उनीहरू बिच केही कुरा इन्भेस्टमेन्टसँग रिलेटेड केही डिस्प्युट अराइज भयो भने यो एउटा सेन्टर हो, अदालतै भनौँ न, यसलाई सिम्पल तरिकाले बुझ्दाखेरि यो एउटा अदालत हो, एउटा न्यायिक निकाय हो, त्यहाँ यिनीहरूले मुद्दा लिएर जान पाउँछन्। र यसको युनिक कुरा चाहिँ के हुन्छ भन्दाखेरि यस्तो नेपालमा जुन अदालत भयो, अदालतहरूमा अथवा नर्मल अदालतहरूमा जसरी न्यायाधीशले फैसला गर्छ र न्यायाधीश सरकारले चुनेको हुन्छ, यहाँ चाहिँ डिस्प्युटमा भएको पार्टी जो पार्टीहरू बिच झगडा भएको छ त्यो झगडा भएको पार्टीले नै आफ्नो लागि जज नियुक्त गर्छ क्या। त्यसलाई जज नै चाहिँ भनिँदैन, त्यसलाई मध्यस्थ भनेर भनिन्छ। उनीहरूले आफैले सिलेक्ट गर्छन् र त्यहाँनिर लिएर गयो भनेको मतलब इन्टरनेसनल नै यो मुद्दा लिएर गयो एनसेलले। र उसले के भन्यो त भन्दाखेरि युके र नेपाल बिच बाइल्याटरल इन्भेस्टमेन्ट ट्रिटी भएको थियो। र यो युके किन आयो भन्दाखेरि यो एक्जिएटाको पनि फेरि अल्टिमेट प्यारेन्ट कम्पनी भनेको चाहिँ युके बेस्ड कम्पनी हो क्या। त्यही भएर युके र नेपाल बिच बाइल्याटरल इन्भेस्टमेन्ट ट्रिटी भएको थियो र त्यो बाइल्याटरल इन्भेस्टमेन्ट ट्रिटीलाई चाहिँ नेपाल सरकारले ब्रिच गर्यो। नेपालले लगानी संरक्षण गर्न सकेन, कर लगाएर नेपाल सरकारले एक्जिएटा र एनसेलमाथि चाहिँ अन्यायपूर्ण व्यवहार गर्यो, फेयर ट्रिटमेन्ट गरेन र लगानीलाई अप्रत्यक्ष रूपमा कब्जा गर्यो, इन्डाइरेक्ट एक्सप्लोरिएसन गर्ने चाहिँ दाउ कस्यो भनेर यिनीहरूले इन्टरनेसनलमै यो मुद्दा लिएर गए। र यो मुद्दा लिएर जाँदाखेरि कतिको मागदाबी लिएर गए त भन्दाखेरि करिब 50 करोड अमेरिकी डलरको क्षतिपूर्तिको मागदाबी लिएर गए। यसले हामीलाई लस भयो, यो भनेको बाइल्याटरल ट्रिटीको भायोलेसन भयो भनेर लिएर गए। अब त्यो बेलामा 50 करोड अमेरिकी डलर भनेको चाहिँ करिब 66 अर्ब नेपाली रुपिस हुँदो रहेछ। भनेपछि 66 अर्ब नेपाली रुपिस चाहिँ तिर्नुपर्छ भनेर लिएर गए। अब समय कम भएको कारणले गर्दाखेरि म अब यसमा त्यति डिटेलली गइनँ। सिधै आइसिएसआइडीले के फैसला गर्यो त भन्दाखेरि नेपाल सरकारको पक्षमा फैसला गरिदियो क्या। जुन एक्जिएटाले मुद्दा लिएर गएको थियो, एक्जिएटाले लिएको क्लेम, जुन एक्जिएटाले बिआइटी बाइल्याट त्यो इन्भेस्टमेन्ट ट्रिटीलाई चाहिँ हनन भयो भनेर भनेको थियो, त्यो इन्भेस्टमेन्ट ट्रिटीको हनन भएको छैन। नेपालले आफ्नो कर कानुन अन्तर्गत आफ्नो कर उठाउनको लागि त्यो फैसला गरेको सर्वोच्च अदालतले। नेपालले आफ्नो कानुन बमोजिम कर उठाउन पाउँछ, त्यो कर उठायो भन्दै गर्दाखेरि त्यो ट्रिटी भायोलेसन भयो भनेर चाहिँ भन्न मिल्दैन भनेर नेपालको हकमा फैसला गरिदिएको छ आइसिएसआइडीले। अब यो अलिकति टेक्निकल कुरा छ, तपाईँले कति बुझ्नुभयो बुझ्नु भएन। अब यसमा अझै थप कुराहरू चाहिँ हामी क्वेसन एन्सरबाट पनि अझ प्रष्ट हुँदै जान्छौँ। द्याट्स अल फ्रम माई साइड। थ्याङ्क यू सो मच। धन्यवाद सम्भव। कसैलाई केही प्रश्नहरू छ भने सोध्नु होला। यो अहिले चाहिँ करेन्ट स्ट्याटस चाहिँ कस्तो छ यो एनसेलको? लाइक सरकारले उठाउने भनिरहेछ कि के छ भनेर? ओके, सो यस्तो भयो, यो एक्जिएटालाई बेचेको जुन थियो त्यो चाहिँ एनसेलले तिरिसक्यो। तपाईँको कहिले भन्नुहुन्छ भने इन्स्टलमेन्टमा बुझाउने भनेर उसले भन्यो। र पछि यो आइसिएसआइडीको पनि फैसला आइसकेपछि उनीहरूले प्रेस रिलिजै जारी गरे, वी अग्री विथ द डिसिजन अफ आइसिएसआइडी। आइसिएसआइडीले जे भन्यो त्यसलाई हामीले स्वीकार्छौँ भन्ने तरिकाले त्यसलाई स्वीकारे। र सर्वोच्च अदालतले गरेको फैसला बमोजिम पनि त्यो सेकेन्डवाला फैसलामा जति रुपियाँ तिर भनेको थियो त्यो चाहिँ उनीहरूले इन्स्टलमेन्टमा तिर्ने भनेर भनेका थिए। र उनीहरूले फाइनल इन्स्टलमेन्ट चाहिँ 2076 साल 2076 चैत्रको 30मा चाहिँ उनीहरूले फाइनल इन्स्टलमेन्ट तिरिसके। तर पनि अब यो फाइनल इन्स्टलमेन्ट तिरिसकेपछि पनि एक्जिएटाले एउटा इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि जस्तै 2023 सालमा 2023मा चाहिँ एक्जिएटाले नेपाल छोड्यो। जब यो फैसला आयो, यो फैसला आइसकेपछि एक्जिएटाले नेपालमा लगानी गर्ने वातावरण रहेनछ, नेपालमा लगानी गर्न सकिएन भन्ने त्यो बहाना दिएर उसलाई त पुँजीगत लाभ कर तिर्ने जिम्मेवारी त एक्जिएटालाई पनि लगाइदियो। त्यो भइसकेपछि चाहिँ एक्जिएटाले नेपाल छोड्ने निर्णय गरिसकेपछि एक्जिएटाले $50 मिलियन चाहिँ स्पेक्ट्राइल भन्ने अर्को युके बेस्ड कम्पनीमा चाहिँ, जसमा फेरि नेपाली मूल नै त्यहाँको त्यो स्पेक्ट्राइल युकेको मान्छे चाहिँ त्यो ओनर चाहिँ नेपाली मूल सतीश आचार्य भन्ने मान्छे हुनुहुन्छ, नेपाली मूलकै मान्छे। उहाँको कम्पनीलाई चाहिँ $50 मिलियन बेचेर अब अहिले चाहिँ स्पेक्ट्राइल युके भन्नेले एनसेललाई हेरिरहेको छ। अब मैले यो कोर्टको केसमा मात्र बढी फोकस गरेको भएर यसपछिको कुरामा चाहिँ म त्यति डिटेलमा गइनँ। तर अगेन के छ भन्दाखेरि यसमा जुन स्पेक्ट्राइललाई बेच्यो त्योसँग रिलेटेड क्यापिटल गेन ट्याक्सको विवाद चाहिँ अझै पनि रहिरहेको छ भन्ने जस्तो मलाई लागेको छ, जहाँसम्म मलाई थाहा छ। म यसमा 100% स्योर चाहिँ छुइनँ। तर एक्जिएटालाई बेचेको कर विवाद चाहिँ सुल्झियो,
तर फेरि जब स्पेक्ट्राइटलाई बेचियो त्यसपछि फेरि एनसेलका अरू कर विवादहरू अझै पनि अनगोइङ नै छन्। यो कम्प्लिटली यो मुद्दा सकिसकेको अवस्था चाहिँ छैन। त्यति नै हो। अलिकति प्रश्न 72 सालमा जुन कम्पनी छ नि 72 साल अगाडि नै एनसेल रजिस्ट्रेसन भएको सम्मको ट्याक्स चाहिँ तिमीले पे गर्नुपर्छ भनेर सुप्रिम कोर्टले डिसाइड गर्यो होइन। अब त्यो भन्दा अगाडि जुन जुन कम्पनीले होल्ड गरेको थियो उनीहरूको चाहिँ ट्याक्सको सबै सेटल भइसकेको थियो कि के थियो त्यसमा चाहिँ? त्यसमा समस्या थिएन। त्यसमा समस्या त्यो किनभने अदालतमा नपुगेको भइसकेपछि त्यसमा समस्या छैन भनेर बुझ्यो। त्योभन्दा अगाडिको ट्याक्स क्लियर थियो। अदालतले के मात्र भन्यो यसमा भन्दाखेरि 2072 सालको समथिङ कति महिनामा एक्जिएटालाई बेच्यो नि, त्यो आर्थिक वर्षमा बेचिसकेपछि एनसेलले अथवा जसले तिर्नुपर्ने हो त्यही आर्थिक वर्षको एन्डमा उसले आफ्नो आर्थिक कारोबार बुझाउँदाखेरि नै अथवा कर बुझाउँदाखेरि नै त्यो पुँजीगत लाभ कर पनि त्यतिखेरै बुझाउनु पर्थ्यो। 2072-73मै बुझाउनु पर्थ्यो, किनभने कम्पनीको ओनरसिप ट्रान्सफर भएको त त्यही वर्षमा हो नि त। त्यो वर्षमा चाहिँ बेचिएन, 3-4 वर्ष ग्यापमा आयो भनिसकेपछि यत्रो 3-4 वर्ष ढिलाइ भइसकेपछि कानुनले, हाम्रो आयकर ऐनले यस्तो ढिलो भयो भने तैँले सर्टेन ब्याज दर पनि लिन मिल्छ भन्छ, तैँले फाइन पनि लगाउन मिल्छ भनेर भन्छ, अरू शुल्कहरू पनि लिन मिल्छ भनेर भन्छ। त्यो शुल्क लिन मिल्छ भनेर सर्वोच्च अदालतले त्यसरी भनिदिएको। त्योभन्दा अगाडिको ट्याक्स सेटलमेन्ट क्लियरै छ भन्ने तरिकाले नै बुझौँ। अर्को क्वेसन चाहिँ जस्तै कम्पनी त दुइटै इन्कर्पोरेट भएर गएको छ नि त होइन। एनसेलसँग कुनै किनबेच प्रक्रियामा त विभिन्न कम्पनीहरू आबद्ध छन् अहिलेसम्मको एक्जिएटादेखि अनेक होइन। अब यसमा त ट्याक्स पेमेन्ट गर्दाखेरि पनि त जोइन्ट लायबिलिटी अन्तर्गत गरेर तिर्नु पर्ला नि त। जस्तै एनसेल एज एउटा इन्टिटी हो, एनसेलसँग सम्बन्ध भएको अरू खरिदकर्ता कम्पनीहरूले पनि जोइन्ट लायबिलिटी अन्तर्गत रहेर ट्याक्स दिनुपर्ने होला। तर यसमा त एनसेललाई मात्र कर थोपरेको जस्तो आएको हो कि भर्डिक जस्तो लाग्यो। यसमा के हो खास? हो, यसलाई क्रिटिकली एनालाइसिस त्यसरी गर्न सकिन्छ। ठ्याक्कै यसलाई चाहिँ मैले पनि पढिराख्दाखेरि अब मैले पनि त्यही नै कुरा सोचेको हो होइन। अब त्यसमा चाहिँ के भयो त भन्दाखेरि तिमीले भन्न खोजेको सिम्पली टेरिया सोनेराले पनि तिर्नु पर्थ्यो, एनसेलले पनि तिर्नु पर्थ्यो, तर एनसेललाई मात्र तिरायो भन्ने तर्क तिम्रो रह्यो होइन त। एकदम मैले पनि यो कुरा चाहिँ सोचेको थिएँ। अब यसमा मैले केस स्टडी गरिराख्दाखेरि यो कुरा सोचेँ। अब यसको पछाडिको फिलोसफिकल ब्याकग्राउन्ड, ट्याक्स लमा प्रिन्सिपल यसको पछाडि केही छ भने चाहिँ त्यसमा मलाई पनि इन्फर्मेसन त्यति धेरै भएन। तर मैले पनि सोचेको कुरा चाहिँ त्यही हो। तर यसमा अलिकति मुद्दा पढिराख्दाखेरि क्लेम चाहिँ के लिएको देखियो भन्दाखेरि टेलिया सोनेराबाट हामीले पैसा उठाउन सक्दैनौँ, त्यो त इन्टरनेसनल कम्पनी हो भन्ने तरिकाले क्लेम एकतिर लिएको देखियो। र अर्कोतिर एनसेललाई पैसा तिराउनु पर्नेको मुख्य कारण चाहिँ के त भन्दाखेरि सबै कारोबार भएको त एनसेलको हो नि त। नेपालमा भएको कम्पनी त एनसेल हो, सबसे जो देखिने कम्पनी त एनसेल हो, कारोबार भएको पनि एनसेलबाट हो, पैसा कमाएको पनि एनसेलले हो, त्यही भएर एनसेलले तिर्नुपर्छ भनेर भन्यो। हावेभर तिमीले भनेको कुरालाई क्रिटिकल्ली एनालाइसिस गर्न चाहिँ सकिन्छ त्यो कुरालाई। यसमा जुरिस्डिक्सन पनि थपिन्छ कि फर इक्जाम्पल चाहिँ नेपाल सरकारले टेलिया सोनेरालाई चाहिँ जतिसुकै तिर्न लगाए पनि त्यो जुरिस्डिक्सनले चाहिँ अलाउ नगर्ने त्यस्तो केही थियो कि? एक्ज्याक्टली त्यो अघि नै त्यो त्यसो डाइरेक्टली जुरिस्डिक्सनको कुरा नलिए पनि रिट निवेदकहरूले फर्स्ट केसमा चाहिँ त्यो कुरा पनि गरेको हो। जस्तै टेलिया सोनेराको त नेपालमा केही पनि छैन नि त। उनीहरूको त न नेपालमा दर्ता छन्, न नेपालमा उनीहरूको केही, उनीहरूले सिम्पली हेर्ने भने नेपालको बेनिफिट उनीहरूले लिइरहेको छन्, लाभ चाहिँ उनीहरूले एनसेलबाट लिइरहेका छन्, तर दे आर नट लिगली रेकग्नाइज बाई नेपाल क्या। नेपालको लले उनीहरूलाई चिन्दैन भन्ने कुरा, त्यो पनि पछि गएपछि कम्प्लिकेसन्स क्रिएट चाहिँ हुन सक्थ्यो त्यो कुरा पनि। अब म चाहिँ एउटा प्रश्न सोध्छु है त, यो एनसेलको अब ट्याक्स अब यो ट्याक्स छलीको यो आरोपमा चाहिँ अब यसबाट चाहिँ जति पनि अब आई गेस एउटा ठुलो ब्रान्डको रेपुटेसन चाहिँ ड्यामेज भयो होइन। अब अहिलेको चाहिँ क्वेसन अब डाइरेक्टली त थाहा भएन, तर त्यो नेपालमा एउटा एनसेलको एउटा लाइसेन्स रिन्यू गर्ने टाइम आउन आँटेको छ। आई थिङ्क धेरै छैन होला, अब 2-3 वर्ष 4-5 वर्ष कति छ होइन। यो मुद्दा चाहिँ यो भएका मुद्दाहरू चाहिँ पास्ट मुद्दाहरू, यो कर छलेको मुद्दाहरूले चाहिँ त्यो लाइसेन्स रिन्युअल प्रोसेसलाई चाहिँ कसरी इम्प्याक्ट गरिरहेको छ त तिम्रो अब्जर्भेसनमा? त्यसमा चाहिँ आइएम नट भेरी स्योर दाइ त्यो लेन्सबाट चाहिँ। तर रिन्युअलको लागि त्यति धेरै असर चाहिँ गर्दैन होला, किनभने अब यो उसले बुझाउनु पर्ने करहरू बुझाइसकेपछि जे भने नेपालको 50% भन्दा बढी मार्केट ओगटेको संस्था हो र रिन्युअल गर्नलाई त्यसले त्यति धेरै कतै न कतै कम्प्लिकेसन त क्रिएट गर्ला, तर पनि त्यो रिन्युअलै नहुने भन्नेसम्मको त्यो लेभलको प्रब्लम चाहिँ नआउला कि जस्तो लाग्छ। हावेभर अब यसमा मार्केटमा हल्लाहरू सुन्ने हो भने त यसमा पनि छुट्टै प्रपञ्च रचिरहेका छन् भन्ने कुरा चाहिँ न्युज पेपरहरूमा आउँछ। अब म यो
हाम्रो जवाफदेहीको अब्जेक्टिभसँग त्यो न्युज पेपरसँग त्यति नमिल्ने भएको भएर मैले त्यो फ्याक्ट चाहिँ अहिले यहाँनिर उजागर गर्न चाहिनँ। तर न्युज पेपरहरूमा हेर्ने हो भने अब एनसेललाई कसरी अगाडि बढाउने भन्ने कुरामा फेरि अर्को छुट्टै राजनीति हुँदैछ अरे, छुट्टै प्ले त्यहाँ भइरहेको छ भन्ने किसिमको आर्टिकलहरू चाहिँ त्यसमा छ। त्यसमा चाहिँ हामी सबैले रिसर्च गरेर सो अध्ययन गर्दा बेटर होला। यो जवाफदेहीको अब्जेक्टिभसँग म्याच नहुने भएर मैले त्यो चाहिँ अहिले यहाँ उजागर गर्न चाहिनँ। यो एनसेलको कम्प्लेक्सिटी चाहिँ त्यस पछाडि जब उयो बेचे नि त्यो अन्तिममा यो फैसला आइसकेपछि बेचेर युकेको कम्पनी बेचेर अर्को कम्पनीलाई बेचेको छ नि, हो त्यसमा पनि नेपाल सरकारलाई चाहिँ जानकारी नदिएको भन्ने कुरा अलिकति बढी उठाएको छ यसमा। त्यही भएर यसमा अलिकति कम्प्लेक्सिटी छ र नेपालको लले कति वर्ष ठ्याक्कै थाहा भएन, त्यो वर्षमा मात्रै विदेशी कम्पनीले 50% कति हो त्यो लगानी पुगेपछि विदेशी कम्पनीको त्यो रहिरह्यो भने त्यो नेपालको या त नेपाली अरू सिटिजनलाई दिनुपर्ने, होइन भने नेपालको गभर्मेन्टले लाने भन्ने खालको त्यो नेपालको कानुन भएर योबाट बच्न पनि हतार हतार बेचेको भन्ने कुरा आएको छ यसमा। मैले अघि नै उजागर गर्न नखोजेको कुराहरू यही नै थियो, दाइले ठ्याक्क भनिदिइहाल्नुभयो। ठ्याक्क त्यही मार्केटमा चाहिँ त्यो कुराहरू आइरहेको छ। त्यो लिगल लुपहोललाई केलाएर चाहिँ अब कसरी हुन्छ एनसेललाई सरकारको नाममा हुन नदिने भन्ने विवादहरू चाहिँ त्यो लेभलले गेम प्लेहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ मिडियाहरूतिर अलिकति आइरहेको छ आज। हस् सम्भव, आजको प्रेजेन्टेसनलाई धेरै धेरै धन्यवाद। आजको नेपालमा भइरहेको मिसइन्फर्मेसनहरू फाइट गर्नको लागि तिमीले गरेको यो एनसेलको प्रेजेन्टेसन इट वाज रियली नाइस। सबैजना हाम्रो जवाफदेही केसहरू पनि चेक गरिदिनु होला। यति भन्दै आजको म सेसन यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू।